लिएर झन्डै गयो हिलोमा थाप ड्यामको मौसम बल्ल खुल्ले साथीहरू अब चाहिँ यस्तो छ धाप ड्याम चाहिँ पानीलाई कुटेको थियो चाहिँ बल्ल पानी रह्यो बहुत जाडो छ आजको यात्रा कष्टकर भने जस्तो लाग्यो बाइक त उडाउनु पाए त हुन्थ्यो हेरौँ न कस्तो चाहिँ राम्रो छ हेरौँ न बवाल छ त नि पारी डाँडा हेरौँ धाप ड्याम मिठो छ कि घाम लाग्नु हुँदैन त नि हेरौँ त मित्र यता ट्याक्क भरै चाहिँ आउँछ नि साथी त सब्सक्राइब गरिएन भने चाहिँ भेटिन्छ नि हेरौँ न हौ यो चौरै चौर जस्तो हरियाली भएको समयमा है नेपाल है हिउँ परिरहेको छ त्यो मचिन्दको यात्रा सुरु हुन्छ है अब हाम्रो चाहिँ यस्तो ट्रेकिङ बाटो रहेछ दामी रहेछ मचिन्द हेर्नलाई अब तयारी हुनुहोस् तपाईँहरू तर यता नभई माथिबाट आउँथ्यो होला है त्यो बाटो चाहिँ तारहरू पनि हाइट बानी बसिगयो त्यस्तो 2-3 दिनमा जनावर घरमतिर जस्तो छ यो ठाउँ नेम्बाङको लागि नेम्बाङको लागि अरे नेम्बाङको घरमतिर त्यही माथि जानु
फुटबल खेल्न जानु मन छ अबदेखि जिउ साह्रै बोधो हुँदो रहेछ फुटबल के थियो हाम्रो हाम्रो त थियो पिएफसी नै थियो ए निकै एक समयमा ठिकै वाहा शेर्पा झन्डा वेलकम Guys. Kस्तो दामी रहेछ त वाउ This is dream of place. दामी 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 वुहू क्या गजब Most of it done. फुलको डाली हुन्छ पोखेट कतिको नाल्ने म अहिले उसलाई हजुर हजुर नाल्ने म बिजी छु अहिले पुरै बासमती हो शुद्ध पिउने पानीको व्यवस्था छ यहाँ चाहिँ हाल्यो त हुँदैन सृष्टि सृष्टि भनेको सुरुमा म खाइहाल्छु ल लेकको पानी खानेको मजा कस्तो हुन्छ भनेको अझै रमाइलो ठिकै नदेखेको जस्तो गर्नु नि Oh, water! Wow, cold water. It's so white water. In our water, there's one little bit. यतिको हुनुभयो नि त खोइ जानु भिडियो गर्नु यत्रो दिन हामी कहाँ सुतिरहेको थियो यत्रो दिन हामी घरमा सुतिरहेको थियो क्या गजब भिडियो गर्नु नि त साधारण यो फङ्गो गर्दै होइन र लाइभ भिडियो लाइभ फोटो खिच्नु नि साँच्चीकै राम्रो क्या मचिन पोखरीको दृश्य
ल